नमस्कार, च्यानल टक्स अमृताचार्य हार्दिक स्वागत गर्दछ। आज म धेरै दिनपछि तपाईहरुको बीचमा एउटा फलेसीको बारेमा मेरो कन्टेन्ट लिएर आएको छु। यो संकोच फलेसी। पुरानो सोच र नयाँ ज्ञानको बीचको चुनौती। पहिलो कुरा त हामीले यो संकोच फलेसी भनेको के हो? यो संकोच फलेसी भनेको एउटा मानसिक गल्ती या बौद्धिक गल्ती भन्छौं। यो बौद्धिक गल्तीमा के हुन्छ त भने हामीले पुरानो सोच, पुरानो विचार, पुरानो परम्परा र जानकारीहरूलाई विशेष महत्त्व दिन्छौं र नयाँ परिवर्तित सोच, विचार, जानकारीहरूलाई कम महत्त्व दिन्छौं र यसलाई हामी स्वीकार गर्न सक्दैनौं। यस्तो अवस्थामा के हुन्छ त भने पुराना सोचहरूले हाम्रो दिमागमा यति गहिरो छाप पारेका हुन्छन् कि हामीले ज्ञान हुँदाहुँदै पनि नयाँ ज्ञान, नयाँ परिवर्तन या नयाँ सोच या नयाँ जानकारीहरूलाई आत्मसात गरेर अगाडि बढ्न सक्दैनौं। यसमा धेरै कुरा, धार्मिक परम्पराका कुराहरू, मान्छेका वस्तु सामग्रीका कुराहरू, विचारका कुराहरू, जसमा यसमा राजनैतिक विचार पनि आउँछ। जस्तो हाम्रो नेपालमा मात्रै नभएर दक्षिण एसियामै यो समस्या छ। मेरो हजुरबुवाले यो पार्टीलाई भोट हाल्नुहुन्थ्यो या यो विचार मान्नुहुन्थ्यो। मेरो बुवाले पनि त्यही विचार मान्नुभयो र म पनि त्यही विचार मान्छु। म परिवर्तन हुँदैन। तर समय परिवर्तन हुँदै गएको हुन्छ र त्यो परिवर्तन हुने समयले नयाँ ज्ञानको विकास गर्छ, नयाँ सोचको विकास गर्छ। तर त्यो संकोच फ्यालेसीबाट पीडित व्यक्तिले त्यो नयाँ सोचलाई स्वीकार गर्न सक्दैन। अलिअलि आंशिक स्वीकार गरे पनि पर्याप्त स्वीकार गर्न सक्दैन। र त्यो पर्याप्त स्वीकार नगर्दा के हुन्छ त नयाँ सोच र नवीन ज्ञानहरूले पर्याप्त विकास पाउँदैनन् र परिवर्तन हुँदैन। त्यसैले अब यसको निष्कर्षको रूपमा हेर्दा हामीले के गर्नु पर्यो त भने पुराना सोच र विचारहरूलाई पर्याप्त सम्मान गर्दै नयाँ सोचहरूको मार्गमा हाम्रो खुल्ला दिमागले सोचेर नवीन सोचहरूलाई, नवीन विचारहरूलाई, नयाँ ज्ञानलाई हामीले अधिक भन्दा अधिक स्वीकार गर्ने प्रयत्न गर्ने। र यसबाट चाहिँ के हुन्छ त नयाँ सोचको विकास हुन्छ र परिवर्तन सम्भव हुन्छ। त्यसैले परिवर्तनका लागि के त भने पुराना सोच र विचारलाई सम्मान गर्दै नयाँ सोचलाई आत्मसात गर्दै अगाडि बढ्न आवश्यक हुन्छ। आजको यो मेरो भिडियो कस्तो लाग्यो? के हामी अब संकोच फ्यालेसीबाट मुक्त हुन सक्छौं? यसलाई पहिचान गर्न सक्छौं? हामी कोमा त्यस्तो संकोच फ्यालेसी छ पहिला पहिचान गरौं, त्यसपछि यसलाई निदान गर्ने सोचमा अगाडि बढौं र खुल्ला हृदयका साथ, खुल्ला दिमागले सोचौं र नवीन ज्ञान र नवीन सोच र नवीन विचारलाई बीजारोपण गरौं र अगाडि बढौं। हामी पनि बन्छौं, परिवर्तन सुनिश्चित हुन्छ, राष्ट्र निर्माण हुन्छ। र यो मेरो भिडियो यदि राम्रो मान्नु भएको छ भने यसलाई लाइक र शेयर गरिदिनुहोस् र मेरो च्यानल टक्स अमृताचार्यलाई युट्युबमा सर्च गर्नुहोस् र सब्स्क्राइब गर्न नबिर्सिदिनुहोस्। यसले मलाई अरु अझ नयाँ प्रेरक भिडियोहरू बनाउने प्रेरणा मिल्नेछ। धन्यवाद।